आज हाम्रो म्याक्सको बर्थडे ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु म्याक्स जहिले पनि यसरी नै सुत्छ मसँग खाटेमै मेरो बेबी हो यो बेबी Max, do you know it's your birthday today? It's your birthday. आज यो कम्प्लिट 4 वर्षको पुग्यो है कम्प्लिट 4 वर्षको यसलाई 2 दिन भयो मैले यसलाई बाहिरको हामीले खाने कुरा खान दिएको छैन यसकै मात्रै खानेकुरा खाओस् भनेर स्ट्रिक्टली डाइट फलो गरेको छु आज पनि फलो नै गराउँछु तर बर्थडे भएर म मलाई चिप्पै चाहिँ खान दिन्छु र दिँदैन लोसे भएको हो हाम्रो खानेकुरा खान नपाएर होइन खै पुरा ज्यान चिलाइदिएको थिएँ आज मैले बिहान भयो छोरो उठ सुगर उठ Come, Betty, come. How are you feeling, Max? How are you feeling? Uda, lokhar ke la khatyo. Jo, la khatyo, Max la khatyo. यो चाहिँ हाम्रो पहिलाको म्याक्स हो पहिलाको म्याक्स नेपाल जाँदा बितेपछि चाहिँ हामीले म्याक्सको सम्झनामा यो छानो म्याक्स लिएर आएको है त्यसरी नहेर न भाइ एलबी बनाएन प्लिज काम गराउँछ है बस मैंने मैक्स को ट्रेड दिन पड़े ला मैक्स ला ओके मैले बाहिरबाट अरूको पनि ल्याइदिन्छु है बेच कोठा गरेर ल म आउँछु यता खाटमा गएर खाने होइन नि ल त्यही बसेर खाऊ है गुड बोय पछि आउँछु म है तिमी जाने होइन काममा म जाने हो बच्चोला म एकछिनमा आइहाल्छु है चाबी लिनु पर्यो तिमीलाई लान मिल्दैन काममा न त लान्थे छोरो पर्दा खोलौँ सिकेछु भगवान् दर्शन गर्ने बिर्सेको हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे ज्ञानाजी यहाँ सुतिराख्नु भएको छ हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे ल म अहिले आउँछु तिमीलाई स्पेसल ट्रिट ल्याइदिन्छु आज है ओके चिया चप्पल लगाइदिनु आजलाई चाहिँ हिजो चाहिँ अति गर्मी थियो लगभग 90 डिग्री नै थियो वेदर चाहिँ
अक्षय छ बिर्सेको छैन हामीले चाहिँ पहिलाको म्याक्स चाहिँ मैले चाहिँ क्रेजलिस्टबाट चाहिँ इन्डिभिजुअलबाट किने हो हैन त्यो चाहिँ 2016 मा किनेको थिएँ अनि चाहिँ लगभग हामी अस्ति 2022 मा नेपाल जाँदासँग लिएर गएको थियौँ हल्का बिरामी थियो बिरामी भन्नाले किडनीको इन्फेक्सन थियो अनि हामी लगभग 5-6 महिना नेपालमा बस्यौँ त्यतिखेरै म्याक्स चाहिँ अनफर्चुनेटली चाहिँ बितिगयो अनि त्यस पछाडि साह्रै गाह्रो भएर चाहिँ हामी यहाँ फर्किसकेपछि म्याक्सको याद आएर बुढाबुढीलाई साह्रै गाह्रो भएर चाहिँ हामीले अर्को कुकुर कहिले नपाल्ने भनेर प्लान गरेँ तर चाहिँ विदिन द मन्थ अर 2 हाम्रो चाहिँ मैले चाहिँ सेम फेस भएको अर्को म्याक्स देखेँ त्यसमा मलाई म्याक्स देखा झल्को आयो र त्यही भएर चाहिँ यहाँबाट चाहिँ 7 घन्टा ड्राइभ गरेर हामी लगभग बफलो पुग्न लागिसकेको थियौँ क्यानाडाको छेउमा म्यारिल्यान्डदेखि क्यानाडाको छेउसम्म हामी त्यो अहिले भएको म्याक्सलाई लिन गएको अनि आज ल्याएको चाहिँ ठ्याक्क 4 वर्ष भयो भन्नाले ल्याएको भन्दा पनि त्यो म्याक्सको पासपोर्टमै आजको दिन छ ग्यास हाल्दिउँ यो चाहिँ ग्यास सकेको छ मैले ग्यास प्रायः जसो कि रोयल फार्म्समा कि त बिजेस होलसेल क्लबमा हाल्छु सो ग्यासको प्राइस रोयल फार्म्स मेम्बरको लागि $2.79 छ $2.79 नत्र भने $2.89 हो अब त्यहाँ राख्यो यहाँ मैले रेगुलर रेट चुज गरेँ यहाँ पम्प गरे हुन्छ एकछिन ग्यास भरिन्छ हिजोको ट्र्यासहरू फाल्न पानी छँदैछ हिजो चाहिँ बेलुका फर्किने बेला टाढाबाट खाली फर्किनु पर्यो राइडै खासै पाइएन घर आउन पनि ढिलो भइसकेको थियो यो तलको चाहिँ ग्यालन भयो क्या कति ग्यालन गयो 5.8 गयो भनेर माथिको डलर भ्याल्यु हो रोयल फार्म्स यस्तो हुन्छ गाडी चलाउने भएको भएर यसो प्यासेन्जरहरूले केही छोडेको छैन भनेको हल्का हेर्नु पर्ने हुन्छ टोटल चाहिँ $32 को गयो 10 ग्यालन 10.11 ग्यालनको गयो भइसकेपछि यो नोजल आफै बाहिर आउँछ बाहिर तान्यो राख्यो आई डु नट निड द रिसिप्ट यसलाई त्यो पुस गर्दै हुन्छ म भित्र गएर कफी लिउँ कफी बिना त चल्न गाह्रो हुन्छ कफी बिना चल्न गाह्रो हो हिजोको कफीको कप खानु पर्यो फ्रेस खानु पर्यो थ्याङ्क यू बस कफी चाहिँ मैले फुल्ली ब्ल्याक कफी चाहिँ मलाई कहिले मनपर्छ कहिले मन पर्दैन तर मैले चाहिँ अलिकति चिनी अनि मिल्कमा चाहिँ हाफ एन्ड हाफ मनपर्छ त्यति दुध राख्यो दुईटा स्ट्र लियो त्यस पछाडि चाहिँ रोयल फार्म्सको जस्तो फ्रेस कफी मलाई कहीँ पनि लाग्दैन यहाँ राइट अवे ब्रु गरेको हुन्छ 20 ohmsको भयो कोलम्बियन अलरेडी छँदैछ ब्ल्याक कफी बोल्छु
भर्खर यहाँको गेडा चाहिँ बबी बिन्स चाहिँ ब्रु गरेर तल यसरी आइहाल्छ So yes, points थियो, points use गरेँ, so I got this coffee for free. Thank you. Yeah. That's what he said, but he's down there right now. Thank you, boss man. You're welcome, man. यति भएपछि मलाई 3-4 घन्टादेखि 5-6 घन्टालाई पुग्छ मैले फेरि कफी मेरो खाने बानी चाहिँ अचम्मको छ म त तातो खान सक्दिनँ चिसो गरेर एकदम टाइम लगाएर खान्छु बच्चादेखि लागेको बानी त होइन तर चाहिँ द्याट्स हाउ आई लाइक इट है रिचार्जमा हाल्नु पर्यो गुड टु गो फर शिफ्ट म बिहानको शिफ्ट सकाएर फर्केको छु मेरो फ्यामिली मलाई कुरिरहेछ आज म्याक्सको बर्थडे हो नि र आज चाहिँ यो एयरपोर्ट छोडेछ Hey Max, how you been? It's still your birthday. Hey Chori. Hi Sadiru. Chori Hi, gonna everyone. come to my vlog. Abba. Hey, what's up, buddy? How you doing, bro? That Good. looks nice, man. What? The fence. Yeah, I did this concrete slab and Yeah, this I saw, fence. man. I did it myself. I know. I was just what they said. I was like, holy cow. You like it? Looks great. Yeah, Heck thank you. Yeah. I mean, shoot. I Yeah. couldn't do that. Really? Yeah. What did you do? Just like look at YouTube videos or something? Yeah, I follow the YouTube Yeah. video. Yeah. Nice. They want the fence like you. I dug up a little bit, like maybe 4-5 inches. I threw some It looks hammer great. it. It looks like a professional. I really Thank do. you, thank you. Yeah, man. Yeah. How's the garden working out? It's going good. Good. Good, Yeah. man. Haven't done, like, I got a chance to do a lot, but whatever I did, I Yeah. did. The yard looks good. What you doing, fence? Well, I'm taking this out to get the truck back down there, but they want me to put something like that in. Really? Yeah. Yep. Oh, okay. Yep. Same thing. Where did you get that? From Home Depot. No, I assemble everything. Okay. And Yeah. it came in a kit. No. Okay, you just bought all the wood and I built it? bought like a 2x4 lumber Yeah. and this picket fence. Okay. And you put the bracing up behind it, or it came like this, right? This all came. No, yeah, separate, but then you I had to put all these. yeah, I took out the old one Yeah. and put in the new one. Nice. Okay. Yeah. You are, I'm here. Just let me know if you need my help. Thank you, brother. Okay. No problem. I appreciate it. I don't mind making extra money. Yes, sir. यहाँ कस्तो मजाको फुल फुल्न लाग्छ यता त फुलिसकेछ यो फुलहरू चाहिँ केयर गरे पनि नगरे पनि सिजनमा ठ्याक्क फल्छ अनि झर्ने बेलामा ठ्याक्क झर्छ सबै सखाएको हुन्छ फेरि सिजनमा आफै फल्छ यो चाहिँ हावाहुरी चट्याङ भूकम्प जे आए पनि यो चाहिँ जस्ता जस्तै रहन्छ यानी म्याक्सरी मलाई कामबाट आएपछि कुरिरहेको छ जहिले नि म्याक्स बेलुकाको इभिनिङको सिफ्ट गरेर फर्किएँ अलिकति अबेलासम्म गर्थ्यो होला तर आज स्लो छ र म्याक्स पनि घरमा छ आज म्याक्सको स्पेसल दिन म्याक्सको लागि सानो मफिन केक लिइदिएको छु अनि ट्रिटहरू लिँदैछु यो चाहिँ हामीलाई भयो मफिन केक चाहिँ यहाँ भयो के अरे सानो केक त्यसले कुल्यो खाना त हुँदैन अलिकति चखाइदिउँला यो चाहिँ अर्को एउटा नयाँ ट्रिट लिइदिएको छु छुट्टै खालको यसलाई राखिदिउँ ठाउँमा
जहिले सर्ट लिइसकेपछि कार्डलाई डेजिग्नेटेड एरियामै गएर राखेको राम्रो। वेदर राम्रो छ, दिनभरि जस्तो 85 प्लस भयो डिग्री। अहिले चाहिँ आई थिङ्क क्लोज टु 70 भइसकेको छ। सो अहिलेलाई चाहिँ हल्का शीतल भइसकेको छ। कति बजे बेलुकाको थाहै भएन। यो अगाडिका क्लिपहरूमा मेरो बिहानको बेला भएको भएर चाहिँ लास्ट नाइट चाहिँ अलिकति अबेला सुतेको थिएँ काम भएर, थाकेको भएर अलिकति बोल्ने एनर्जी नै नआएको भएर आवाजहरू अलिकति सानो सुनिएको छ या एकदम लो से सुनिएको छ। त्यही बिहानको कारणले गर्दा हो, अरू बेला त रेगुलरै हुन्छ। त्यो बाहेक चाहिँ अब म घर कति 5-10 मिनटमा पुग्छु। बिचमा डलर स्टोर छिरेर ह्याप्पी बर्थडेवाला बलुन पनि किन्नु पर्यो। अघि त 1 घन्टा अगाडि त निन्द्रा लागेर साह्रै गाह्रो भयो नि। बेलुका यसो 1-2 घन्टा चाहिँ केही कामको लागि भुलियो, टाइममा सुतिएन भने चाहिँ गाह्रो भइहाल्छ बिहान काम या त्यसो काम गर्दै गर्नु। घर जाँदैछु अब चाहिँ। आजको लागि काम सकियो भन्नु पर्ला। म यो डलर स्टोरमा आएको छु। यहाँ चाहिँ सबै सामान पहिला $1 पाइन्थ्यो भने अहिले चाहिँ आफ्टर कोभिड चाहिँ प्राइस बढेर 25 सेन्ट्स 25 सेन्ट्स बढेर $1 पाउने सबै सामान $25 भएको छ। ल म्याक्सको लागि ह्याप्पी बर्थडे लेखेको एउटा बेलुन लिएँ। एउटा किन लिएको भन्दाखेरि डर आउँछ, बलुन देख्ने बित्तिकै भाग्छ। अस्ति चाहिँ मैले चाहिँ नानी घर आउने बेलामा वेलकम होम भन्ने अरू बलुन लिएर आएको थिएँ 3-4वटा। यो टेप राम्रै नटाँचेर रहेछ अनि उडेर गयो क्या। आँखाको अगाडि उडेर गयो, उफ्रेर समात्न सकिएन। हामी चाहिँ हेरेको हेरे भयो क्या त्यतिखेर। यहाँबाट घर चाहिँ गाडीमा 1 मिनट। ए मेरो छोरो, दिस बलुन इज फर यु। ए बर्थडे बोय, कति खुसी भएको। अब बेलुन देखेर भाग्छ र। अब म्याक्स खेरी गयो न, बलुन लिएर। ए मेरो छोरो, let's go inside. Let's go inside. Let's go inside. Let's go inside. भित्र ल मेरो छोरा आउने बित्तिकै कस्तो माया गर्छ मलाई। यहाँ न हेर डराएर आऊ न, आऊ। ल म्याक्सको लागि मैले ट्रिट ल्याइदिएछु, मेरो बर्थडे बोयको लागि। यो अहिले खाने भयो डिनरमा। अहिले चाहिँ यो मैले तिमीभन्दा ठुलो ट्रिट ल्याइदिन्छु नि तिमीलाई। भित्र लिएर गयो। अब यसरी भित्र लगाएर गएर उसलाई कोठामा खानुपर्छ। ल खाऊ खाऊ, एकछिन खेल त्योसँग अनि खाऊ है। कामबाट आएपछि सबभन्दा खुसी हुने यही हो। यस्तो खुसी देखाउँछ, यति खुसी भएर देखाउँछ। Well, today is Max's birthday. He turned 4 years old, complete 4 years old. Alright. Max, are you excited? Baba just came from work. So,
It's got a chance to celebrate your birthday, okay? Policeलाई नभन्दियो है खबर के त्यो आगो त ड्राइभर Happy birthday to you Happy birthday to you Happy birthday dear Max baby Happy birthday to you Yay baby डर लाग्यो ल बेबी बाइट खाऊ केक खाऊ Max सबै Maxले खान्छ ल Yay Max Come on Yeah सानो अब बाइट उ गरेर देऊ त्यसलाई भयो ये बर्थडे बोय धेरै बाँच्ने सधैँ खुसी हुने एनर्जेटिक हुने है नेक्स्ट बर्थडे त सिद्धियो अब हामी खान पाइन्छ कब के बर्थडे मलाई पहिला म्याक्सलाई सरी बेबी मम्मीले खाए पहिला बाबा दिने कि नदिने नेक्स्ट खाना न बेबी पापालाई दिने कि नदिने न उठ यहाँ